यो जुन हामीले होइन त्यो गलतलाई गलतै भन्नुपर्छ। अगाडिको सरकारले हामीमाथि युवाहरूमाथि दमन गरेकै हो। त्यो भोलि गएर सिंहदरबार जलायो, तिमीहरूले यस्तो गर्यो भनेर भोलि चौकी नै जेलै बस्नु पर्यो भन्यो भने त्यो कुरो चाहिँ छाती ठोकेर गरिन्छ। त्यो तपाईँहरूले पनि देखिरहनु भएको कुरा हो। मङ्सिर 1 गते हामीले निर्वाचन आयोगबाट राष्ट्रिय परिवर्तन पार्टीको आधिकारिक प्रमाणपत्र प्राप्त गर्यो। यो पार्टीमा को छन्? पार्टीका अध्यक्ष राजेश पोर्तेल स्वयं जेनजी आन्दोलनका घाइते, खुट्टा गुमाएका एक साहसी युवा हुनुहुन्छ। त्यसैगरी विभिन्न शहीद परिवारका सदस्य, आन्दोलनका अग्रपन्थीमा रही लडेका अन्य घाइते साथीहरू र जेनजी पुस्ताका युवाहरू सबै मिलेर यो पार्टी बनेको हो। यो मुख्य मागहरू हाम्रो जति पनि थिएन, यो भ्रष्टाचार विरुद्ध जाने कुराहरू, अनि यो जति पनि न्यायको लागि उठेको नि त। हामीले त हिजोको र हामीलाई त्यस्तो उयो गर्दाखेरि यो न्याय पाइन्छ कि भन्ने आशमा त त्यो सरकार बनाएको थियो, हामीलाई न्याय दिलाउनुहुन्छ भनेर। तर अहिले उहाँहरूले अहिले जुन त्यो हत्याराहरू थिए, अगाडि ताकी गोलीमा हान्ने मान्छेहरू अहिले देशैभरि सलबलै राख्नु भएको छ। अब गुन्डुमा गुन्डा भेला गरेर बसिराख्नु भएको छ कोही त उहाँहरूलाई। तर उल्टै त्यो जति पनि त्यो भाइ बहिनीहरू आन्दोलन होमेको थियो उनीहरूलाई जेल कोचिराखेको छ। त्यो हिसाबमा हेर्दाखेरि मलाई पनि कता कता शङ्का लाग्छ कि यो सरकारले चाहिँ हामीलाई पक्कै पनि न्याय दिँदैन होला भनेर नै हामीले यो कदम चालेको अहिले। त्यसलाई अब भोलि गएर के भन्दा कतिपय साथीहरूको चाहिँ के छ भने, जेनजी साथीहरूकै पनि धारणा के रहेछ भने, मेरो विचारमा अहिले बुझ्दै जाँदाखेरि अब फेरि पनि आन्दोलनै गर्नुपर्छ। अब यो चुनाव हुन चाहिँ जसरी भए पनि दिनु हुँदैन। माग गर्ने हो, यसरी माग राख्ने हो, भेट्ने हो, प्रत्यक्ष कुरा गर्ने हो, होइन, आफ्नो आवाज पुर्याउने हो। तर अब अगाडि नै देशले चाहिँ धेरै भारी मात्रामा घाटा बिहोरिसकेको छ, होइन। हामीले त्यत्रो 75-76 जना हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू गुमायौँ पनि। अब मेरो र हाम्रो यो सम्पूर्ण टिमको चाहिँ के धारणा हो भने, ठिकै छ, हाम्रो कुराहरू निरन्तर माग गरिराखौँ, पछि नहटौँ राखौँ। तर अब सरकारले यदि बल प्रयोग गरेर त्यो चुनावी माहौलमै जान्छ भने चाहिँ फेरि पनि आन्दोलन गर्न चाहिँ उचित ठानेनौँ। अब त्यो आन्दोलनपट्टि नजाउँ, बरु यो पार्टी उयो गरेर सम्पूर्ण जेनजी एकबद्ध भइकन अगाडि बढौँ, एउटा शक्तिको रूपमा रूपान्तरण गरेर। हजुर भन्ने चाहिँ होइन। अब हामीले चाहिँ कस्तो रूपमा हेरेको छौँ भने, अहिले युवाहरू त अब कोही अब हिजो आन्दोलनमै गएको युवाहरू पनि अहिले कतिजना चाहिँ अब यो नहुने रहेछ भनेर हरेस खाएर अर्को पार्टीमा जाने हरेक कुराहरू, होइन। अब अहिले एमालेको जेनजी यो भन्ने, अब अर्कोले आफ्नो दलहरू खोलिरहेको देख्यो। हाम्रो चाहिँ एउटै के हो धारणा भने, हिजो त्यो सरकारै परिवर्तन गर्न सकेको थियो एकजुट भई भने सम्पूर्ण जेनजीहरू, अब किन सकिँदैन त? अब फेरि पनि एकजुट भएर नै अगाडि बढ्नुपर्छ भनेर सबैजनाले एकजुट भएर नै, अब असम्भव भन्ने कुरो त के छ र युवाहरू एकजुट हुँदाखेरि। यो जुन हामीले होइन त्यो गलतलाई गलतै भन्नुपर्छ। अगाडिको सरकारले हामीमाथि युवाहरूमाथि दमन गरेकै हो। त्यो भोलि गएर सिंहदरबार जलायो, तिमीहरूले यस्तो गर्यो भनेर भोलि चौकी नै जेलै बस्नु पर्यो भन्यो भने त्यो कुरो चाहिँ छाती ठोकेर गरिन्छ। त्यो तपाईँहरूले पनि देखिरहनु भएको कुरा हो, होइन। तर अब त्यो बिचमा के भयो, घुसपेट भयो, के भयो, अब हाम्रै आफ्नै यस्तो सरकारी भवनहरू चल्यो, त्यसमा चाहिँ अब दुःख लाग्छ। तर यो चाहिँ जरुरी चाहिँ थियो। एउटा यो सम्पूर्ण यो 1-2 जनाले गरेको होइन, यो देशैभरिको युवाहरू प्रति भएको दमनको अत्याचारको विरुद्ध चाहिँ लडेको हो। एकजनाको कुरा होइन, सबैले त्यो ठिकै पनि हो। एउटा आक्रोश देखिनु र सरकारै परिवर्तन गर्न सक्नु भनेको त्यो 1-2 जनाले गरेको कुरा होइन, जायजै थियो। त्यो 155वटा दल खोलेकोमा अहिले जेनजी युवाहरूले खोलेको भनेको 4टा हो। 4टा जति हो मेरो विचारमा लाग्छ, होइन। ती 4टाको धारणा र हाम्रो धारणा भनेको एउटै हो। अब कारणवश हामी एकजुट चाहिँ हुन सकिरहेको छैन। अब कति कुराहरू हामी चाहिँ किन अरूसँग एकजुट नभइकन आफ्नै पार्टी खोलेको भन्दाखेरि हाम्रो र मेरो भनौँ विशेष धारणा भनेको चाहिँ हिजो प्रत्यक्ष छाती फुलाएर जाने, देशको लागि लड्न जाने भनेको त म जस्तो युवाहरू हुन् नि त। ती जति पनि मरे शहीद हुनुभयो उहाँहरूलाई चाहिँ न्याय दिनु पऱ्यो। न्याय कसरी हुन्छ भने उहाँहरू स्वयं चाहिँ त्यो ठाउँमा पुग्नु पऱ्यो क्या। अर्को ठाउँ पुग्यो भने त भोलि उसले गएर बिर्सिहाल्छ नि त्यो कुरोहरू। हिजो पनि त जनआन्दोलनमा यो आन्दोलनमा 10 वर्ष जनयुद्धकालमा पनि त त्यही त भएको थियो। घाइतेहरू अहिलेसम्म पनि न्याय नपाएर बसिरहेको छन्। शहीदको परिवारहरू अहिले पनि रोएर मिडियामा आइराख्नु भएको छ। त खुद चाहिँ घाइतेको परिवार र म जस्तो घाइते चाहिँ त्यो ठाउँमा पुग्यो भने अनि चाहिँ सोचिन्छ भोलि गएर कुनै बिकाउ पनि हुँदैन। मैले मेरो खुट्टा काटेको छु, त्यो ठाउँमा पुग्यो भने भोलि गएर म बिक्न खोज्दाखेरि पनि मेरो खुट्टा देख्छु क्या। खुट्टा त्यसरी छुटेको थियो, त्यो सरकारले छुटेको, त्यसको विरुद्ध जानुपर्छ, उहाँहरूको विरुद्ध जानुपर्छ र कसैको पनि सबैको हकितमा सबैको न्यायको लागि म चाहिँ लड्नुपर्छ। त्यो यस्तो भएको थियो, यो परेको थियो हामीमाथि भनेर चाहिँ म कहिले पनि बिर्सिँदिनँ। र मैले यो पद चाहिँ मैले नै सम्हालिराख्नुपर्छ भने
अन्य पनि घाइते अथवा शहीदको परिवार कोही राम्रो मान्छेहरू अलिक सक्ने खालको म चाहिँ गर्न सक्छु, सबैलाई अगाडि लान सक्छु र हिजो शहीदहरूको र घाइतेको परिवारलाई चाहिँ न्याय दिन सक्छु र जेनजीको जे जति पनि भावनाहरू थिए, जेनजीको जे जति पनि मागहरू थिए त्यो सबै कुराहरूलाई चाहिँ पुरा गर्न सक्छु म एउटा भन्ने अटोट लिएर आउनुहुन्छ भने उहाँहरूलाई मेरो पनि समर्थन छ र मेरो पनि सम्पूर्ण टिमको समर्थन छ। र यो मुख्य मागहरू हाम्रो जे जति पनि थियो नि, यो भ्रष्टाचार विरुद्ध जाने कुराहरू अनि यो जति पनि न्यायको लागि उठेको नि त हामीले त हिजोको र हामीलाई त्यस्तो उयो गर्दाखेरि यो न्याय पाइन्छ कि भन्ने आशमा त त्यो सरकार बनाइएको थियो, हामीलाई न्याय दिलाउनुहुन्छ भनेर। तर अहिले उहाँहरूले अहिले जुन त्यो हत्याराहरू थिए, अगाडि ताकी गोलीमा हान्ने मान्छेहरू अहिले देशैभरि सलबलाइराख्नु भएको छ। अब गुन्डुमा गुन्डा भेला गरेर बसिराख्नु भएको छ कोही त उहाँहरूलाई, तर उल्टै त्यो जति पनि त्यो भाइ बहिनीहरू आन्दोलन होमेको थियो उनीहरूलाई जेल कोचिराखेको छ। त्यो हिसाबमा हेर्दाखेरि मलाई पनि कता कता शङ्का लाग्छ कि यो सरकारले चाहिँ हामीलाई पक्कै पनि न्याय दिँदैन होला भनेर नै हामीले यो कदम चालेको। अहिले यस्तो हुन्छ, सिट कति ल्याउँछु भन्ने भन्दा पनि हामीले यो चाहिँ एउटा अब अहिले नै भन्न सकिँदैन, पहिलो कदम चालेको, परिवर्तनको पहिलो कदम भन्नु न। अब पार्टीको नामै पनि परिवर्तन छ, परिवर्तनको बाटोमा अहिले अगाडि हिँड्दै मात्रै गरेको हामीलाई एक्ज्याक्ट चाहिँ थाहा चाहिँ छैन कि यति सिट लाउँछौँ यति गर्छौँ भन्ने। तर अवश्य पनि यति चाहिँ थाहा छ कि आजकै जस्तो यति यसरी नै युवाहरू एकजुट हुँदै अगाडि बढ्ने हो भने भोलि गएर एकजुट सिट मात्रै होइन बहुमतले ल्याउन पनि सकिन्छ। किशोरी कार्की दिदीहरूसँग सहमति भइरहेको छ। अब भोलि गएर आउने भनेको हाम्रो कुरा विचारहरू अहिले हिजो विचारधारा नमिल्ने पार्टीहरू त एकजुट भएर अगाडि बढिरहेको छन् भने हामी त हिजो छाती ठोकेर हातमा हात समातेर एकजुट भएर अगाडि बढेको मान्छेहरू किन मिल्दैनौँ? अहिले केही कुरोले रोकिरहेको छ, बाहिर कुरा अन्य कुराहरूले होला, तर भोलि गएर हाम्रो विचारधारणा सबै कुरा भनेको एउटै हो, एजेन्डाहरू। भोलि गएर अवश्य एकजुट भएर जेएनजीहरू चाहिँ अगाडि बढ्नेछौँ। र त्योभन्दा अगाडि पनि त एमाले माओवादीमा त हामी जस्तो युवाहरू पनि हिँडेको थियो नि त, उहाँहरू भनेको अगाडिकै नै हुनसक्छ, अगाडिकैहरू। अब त्यही हामीसँग उमेर मिलेको हुनाले चाहिँ म यसको जेएनजी हो भन्ने खालको कुरा आएको हुनसक्छ। उहाँहरूको भावना चाहिँ त्यस्तो छैन होला जस्तो लाग्छ, जेएनजी होइन होला, जेएनजी पुस्ता त हो, तर हामीसँग जुन जेएनजीको भावना लिएर अगाडि बढेको थियौँ त्यो भावना चाहिँ उहाँहरूसँग छैन। त्यो पहिलाकोलाई गाली गरेर त्यो उहाँहरूलाई नै त्यो एउटा हुन्छ नि नराम्रो देखाएर राम्रो हुने धारणा चाहिँ होइन। हामी अब सम्पूर्ण युवाहरू भएर चाहिँ कसरी अगाडि बढ्ने होइन, कुन बाटोमा जाने, उहाँहरूलाई नराम्रो बनाएर राम्रो हुनुभन्दा पनि राम्रो काम गरेर देखाएर चाहिँ राम्रो हुने विचार चाहिँ हाम्रो हो भनौँ होइन। नराम्रो कुरा हो, कसैले पनि अब कार्यक्रमहरू गर्नु होइन, आफ्नो कुराहरू राख्न, अब पार्टीमा आस्था राख्न चाहिँ पाउँछ होइन। अब त्यो के विषयमा झगडा भएको त्यो चाहिँ थाहा भएन होइन, न उहाँहरूले अन्याय गरेको न उहाँ जेएनजी साथीहरूले गर्नुभयो होइन। अब अहिले जेएनजीको नाम लिएर पनि हरेक गलत कामहरू पनि भइरहेको छ। जस्तै म खुद घाइते, मैले अहिलेसम्म सरकारबाट अब एउटा घाइते कार्डधरि पाइरहेको छैन, मेरो घर पूर्व हो होइन। त्यस्तो धेरै पीडा हुँदा अब गलत मान्छेहरू कस्तो नै, अहिले मसँग प्रुफ पनि छ, एउटाले हालेर पैसाहरू उठाइरहेको रहेछ राजेश पोर्तलको यस्तो यस्तो खुट्टा चुटेको भन्नेमा। तर त्यो त जेएनजी होइन नि त, त्यो तपाईँहरू जेन एक्स जेन वाई नै हुनुपर्छ, कुनै पनि अब अलिक चतुर मान्छेले त्यस्तो गरिरहेको हुनुपर्छ।